देशको नदी नाला र सम्पदा त बेचिरहेको छैन, देशले तपाईलाई चाहिँ ऋणको भारी त बोकाइरहेको छैन भन्ने बारेमा तपाईले ख्याल गर्नु भएन। त्यसो भएको कारणले गर्दाखेरि म खोटाङवासी दाजुभाइ दिदीबहिनीहरूलाई मात्रै नभएर तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो प्रश्न गरिरहेको छु, यो कुरा भनिरहेको छ आज यो मञ्चबाट। अब हामीले चुनावलाई परीक्षाको रूपमा हामीले चाहिँ लिन सक्नुपर्छ। परीक्षामा यहाँ हामी विद्यार्थीहरू पनि छौँ होला, परीक्षामा कोही मान्छे फेल हो भनेर जाँचिन जान्छ। यहाँ युवाहरूले मलाई हात हलाइदिनुहोस् त, युवाहरूले हात हलाइदिनुहोस् त। कुनै युवाले कुनै विद्यार्थीले म फेल हो भनेर जाँच दिन्छ? दिँदैन। त्यसरी नै अब कुनै नेपालीले पनि म दुःख पाऊँ, हाम्रो देश गरिब होस्, मेरो छोरा तपाईको छैन एसएलसी गरेर एसई भन्छ अहिले हैन, एसई गरेर +2 गरेर साउदी कतार मलेसिया जाओस्, उता कुटाइ खाँदै पैसा कमाओस्, एक दिन घाइते भएर सङ्गभङ्ग भएर आओस् भनेर हामीले भोट हाल्ने हो है? हामी किसानहरूले भनेको बेलामा मल नपाऊ हैन, विभिन्न खालको समस्या होस्, हाम्रो बाटो 20-30 वर्ष पुग्दासम्म पनि नबनोस् हैन, कुनै खालको आर्थिक विकास नहोस्, भ्रष्टाचार मात्रै भइराखोस्, अन्याय पर्दाखेरि न्यायसम्म पनि यो देशमा नमिलोस् भनेर हामीले भोट हाल्ने हो? त्यसो भनेर हामीले भोट हाल्ने हो? होइन। यदि हामीले पनि सुख पाउन चाहेको छौँ भने आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब त्यो सुख पाउने कि दुःख पाउने भन्ने कुरा यो भोटमा तपाईले देखाउनु पर्छ, यो चुनावमा देखाउनु पर्छ। ती मान्छेहरू जुन मान्छेहरूलाई तपाईहरुले नमस्ते गरेर जिताएर पठाउनु भयो, ती मान्छेहरूले के गरिरहेका छन् तपाईहरुलाई थाहा छ नि? भर्खरै जेनजीको आन्दोलन भयो, हाम्रो देशको शिरको रूपमा रहेको सिंहदरबारसम्म जलाइपठाए, सर्वोच्च अदालत जलेर तपाईको खरानी भयो, संसद भवन जलेर खरानी भयो। त्यस्ता ठाउँहरूलाई पनि बचाउन नसक्ने गरी शासन गर्ने कुशासन गर्ने मान्छेले तपाईको घर बचाइदेला भोलि बाढी पहिरोले तपाईको घर लाँदाखेरि भोलि तपाईको ज्यानमाथि विभिन्न खालका चाहिँ हमला आउँदाखेरि तपाईको ज्यानको ग्यारेन्टी लिइदिन्छ उनले। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सेवा सुविधा विकास र अवसरको कुरा त धेरै परको कुरा हो, शान्ति सुरक्षाको अवस्था पनि यो देशमा छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी आज तपाईको छैन त्यतिकै 2-4 गफ गरेर त्यतिकै जाने भन्ने हिसाबले भन्दा पनि यो खोटाङको माटोलाई जगाउनका लागि आएका छौँ। जुन माटोमा म जन्मिएको जिल्लाको माटो अब जाग्छ कि जाग्दैन? साह्रो भन्नुहोस्, मैले सुनिन, म तयार छु। हो, अब जाग्नुपर्छ, यो तपाईको छैन खोटाङ जाग्नुपर्छ भनेर